8 पददेखि हामी आज अगाडि बढेर केही छोटो समयमा हामीलाई परमेश्वरमा जिउनको निम्ति प्रेरणा दिने वचनहरू आज म यहाँहरूकोमा उत्साहको निम्ति छोड्ने परमेश्वरबाट मबाट आएको कुराहरू म यहाँहरूमा प्रकाश गर्न चाहन्छु। त्यहाँनिर यसरी लेखेको छ 14:8 किनकि यदि तिमी जिउँछौ भने प्रभुकै निम्ति जिउँछौ र यदि मर्छौ भने पनि प्रभुकै निम्ति मर्छौ, त्यसैले हामी जिउँछौ वा मर्छौ प्रभुमा भएकै हौ। आमेन आमेन। आज परमेश्वरले मलाई यो साँझको समयमा यही कुराहरू उत्साहको निम्ति परमेश्वरले बोल्नको निम्ति मलाई प्रेरणा गर्नुभयो। सायद हामी यो आजको मुख्य पदले हामीलाई यही कुराहरू सिकाउँदछ कि हामी चाहे हरेक कुराहरू गर्छौँ, चाहे जेसुकै गरे पनि अबको जीवनहरू चाहिँ प्रभुको निम्ति हामीले गर्नुपर्ने रहेछ। अब हामी किन त परमेश्वरको निम्ति नै गर्नुपर्छ भनेर किन भन्छ त भन्दाखेरि हामीलाई चाहिँ परमेश्वरले मूल्य तिरेर किनेको छ। आमेन। है पहिलो कोरिन्थी 6:20 हामीलाई त्यो कुराहरूमा किन हामी प्रभुकै निम्ति काम गर्छौँ, प्रभुकै निम्ति किन मर्छौँ, अब प्रभुकै निम्ति किन काम गर्छौँ भन्ने कुरा हुन त हामीले संसारको निम्ति काम गरेका छौँ होइन, शरीरको निम्ति, तर हामी प्रभुकै राज्यको निम्ति काम गरिरहेको हुन्छ। हरेक कुराहरूमा हाम्रो योजना इच्छा त्यही हुन्छ कि जसरी हुन्छ प्रभुको राज्य काम गर्ने। त्यसै कारणले गर्दा कोरिन्थीको पुस्तकले हामीलाई यसरी उत्साह दिन्छ कि हामीलाई चाहिँ मूल्य तिरेर किनिएको छ, किनभने ख्रीष्टले हाम्रो निम्ति किनेको छ। कारण कसरी भन्दाखेरि अब किन हामी प्रभुको निम्ति के हो भनेर होइन, किन जिउनु पर्छ भनेको कुराहरू के छ भन्दाखेरि वचनले हामीलाई यसरी उत्साह दिँदछ कि आफ्नो जीवन समर्पण गर्नुपर्ने कुराहरू सिकाउँदछ। कममा 1 नम्बरमा कसरी भन्दा रोमी 12:1 भन्छ हाम्रो शरीरहरू जीवित पवित्र परमेश्वरमा ग्रहण योग्य बलिदानको रूपमा अर्पण गर भन्दछ। आमेन आमेन। आफ्नो इच्छाहरू परमेश्वरको इच्छामा खोज्नु पर्ने छ। आफ्नो इच्छा होइन तर त्यो भन्दा पनि ठुलो इच्छा चाहिँ परमेश्वरमा रोज्ने अनि खोज्ने कुराहरू हामीलाई यो साँझको समयमा सिकाउँदछ। आफ्नो योजना भन्दा परमेश्वरको योजना स्वीकारेर उहाँको अघि चल्दाखेरि हामी अवश्य त्यो मार्गमा पुग्छौँ भनेर सिकाउँदछ यो साँझकोमा। त्यसै कारणले गर्दाखेरि अब हाम्रो जीवन चाहिँ परमेश्वरलाई अर्पण गरेका छौँ है। त्यसै कारणले गर्दाखेरि उहाँमा चुनिँदै गर्दा हाम्रो जीवनमा धेरै कुराहरू बाधाहरू आउँदछ है। किन आउँदछ भन्दाखेरि हामी चाहिँ किन हामी बाधाहरू आउँछ भन्दा किन परमेश्वरको राज्यहरू खोज्दाखेरि हामीलाई समस्याहरू आउँदछ भन्दाखेरि हामी चाहिँ संसारबाट अलग गरेको चाहिँ होइनौँ, तर हामी चाहिँ पापबाट अलग गरेको व्यक्तिहरू भएका कारणले गर्दा आमेन। हामी चाहिँ संसारबाट अलग गरेको होइन, यही संसारमै छौँ है, तर हामी चाहिँ मात्र पापबाट चाहिँ अलग गरेको व्यक्तिहरू हौ। त्यसै कारणले गर्दाखेरि हामीलाई संसारमा अब समस्याहरू आउँछ है, संसारमै हुन्छौँ हामी है। हामीलाई समस्याहरू आउनु कारण चाहिँ के हो भन्दाखेरि हामी चाहिँ पापबाट अलग गरेको। हिजो हामीले डाँड्दै थियौँ भने आज डाँड्दैनौँ है। हिजो हामीले नराम्रो कुराहरू खाँदै थियौँ गर्दै थियौँ भन्दा त्यहाँबाट मात्र अलग गरेको। समाज त्यही हो है, त्यही समाज हो, त्यही हो बाटो, त्यही घाटो, त्यही हो सबै कुराहरू। यति मात्र हामी पापबाट अलग गरेको व्यक्तिहरू। आज मानिसहरूले ख्रीष्टको बारेमा सबै कुराहरू थाहा छ, हामीभन्दा धेरै पढेको व्यक्तिहरू छ, तर किन उनीहरू त्यहाँबाट अलग दिन चाहँदैन भन्दाखेरि पापलाई छोड्न नचाहेको कारणले गर्दाखेरि मानिसहरू त्यहीँनेरि अड्किराखेको छ है। अनि हामी चाहिँ त्यो पापबाट अलग गरेको व्यक्तिहरू। त्यसले गर्दा हाम्रो जीवनमा चाहिँ के छ भन्दाखेरि समस्याहरू आउँछ। त्यस कारणले गर्दा हामी त्यहाँबाट अलग गएको व्यक्तिहरू हौँ। अब हामी अलग्गै तरिकाले जिउने व्यक्तिहरू हौँ है। हामी उहाँको पवित्र चेलाहरू हौँ, पवित्र जनहरू भएको कारणले गर्दाखेरि हामीमा संसारमा अब मिलेर काम गर्ने व्यक्तिहरू होइनौँ हामी। अथवा त्यो पापमा चाहिँ है हरेक कुराहरू खेतालाहरू छँदैछ, हाम्रो गर्नुपर्ने गाउँ समाजमा गर्नुपर्ने हरेक सौदो है पर्महरू छ, हरेक त्यो हामीले गर्नुपर्छ, तर पापमा चाहिँ हामी सहभागिता हुनु हुँदैन। हामी किन भन्दा उहाँमा अलग गरिएको व्यक्तिहरू हौँ। अब चाहिँ हामी चाहिँ परमेश्वरको मोल तिरेर किनिएको व्यक्तिहरू हौँ। अब हामीले के गरेको छ भने ख्रीष्ट यीशुमा बप्तिस्मा लिएको व्यक्तिहरू चाहिँ के भने अब हामी जिउने चाहिँ हामी होइन, तर म भित्र जिउनु हुने चाहिँ यीशु ख्रीष्ट हुनुहुन्छ। हातहरू चाहिँ क्रुसमा टाँगिएको छ है, यो हातहरू चाहिँ क्रुसमा टाँगिएको छ, हाम्रो खुट्टाहरू टाँगिएको छ। अब जिउने उपरान्त चाहिँ म होइन, अब मेरो जिउने उपरान्त जीवन चाहिँ ख्रीष्ट यीशु हो। हाम्रो शरीर त्यही हो, तर पवित्र आत्मा हामीमा बास गरिसकेको कारणले गर्दाखेरि हामी जिउने म होइन, अब जिउने चाहिँ ख्रीष्ट यीशु हुनुहुन्छ। जब हामीले हाम्रो ख्रीष्ट यीशुलाई हामीले भित्र निम्त्याउँछौँ, हामीले उहाँलाई जिउने अधिकार दिन्छौँ भने हाम्रो जीवनमा आशिष आउनेछ। हामी त्यो पापहरू देख्छौँ अनि हामी
भाग्छौँ अँ, है। जब हामीले ख्रीष्ट यीशुलाई भित्र निम्त्याउँदैनौँ, उहाँलाई पवित्र आत्मामा स्वीकार्दैनौँ भने हामी पाप देख्दैनौँ अनि त्यतैतिर अँगाल्न थालिहाल्छौँ। त्यस कारणले गर्दाखेरि जब हामी भित्र पवित्र आत्माले है यदि हामी ख्रीष्टमा उहाँसँगै टाँगिएका छौँ भने ख्रीष्टसँगै अब म जिउने उपरान्त जीवन चाहिँ ख्रीष्ट हो भनेर जब समर्पण गर्छौँ नि हामी पाप देख्छौँ अनि हामी भाग्छौँ है, त्यो पापदेखि भाग्छौँ। अनि त्यस कारणले गर्दाखेरि हाम्रो जीवनमा त्यो आशिषहरू छ। त्यस कारणले गर्दा अब हाम्रो जीवनहरू चाहिँ कस्तो हुन्छ भन्दाखेरि हाम्रो सेवकाईमा अनि प्रेममा जिउने जीवनहरू हुँदछ। आमेन। जब हामी त्यो पापमा एउटा भाग्छौँ भने हाम्रो जीवनहरू चाहिँ प्रभु यीशु ख्रीष्टमा चाहिँ हामी अब ख्रीष्टमा हामी भित्र भएको कारणले गर्दा अब हामी के गर्छौँ भन्दाखेरि सेवा गर्छौँ, हामी प्रेम देख्छौँ। हिजो जस्तो थियो त्यस्तो होइन, अब हामी परिवर्तन भएको व्यक्तिहरू हौँ। त्यस कारणले गर्दाखेरि अब हामी चाहिँ के गर्छौँ भन्दाखेरि हामी सेवा गर्छौँ है। सेवा गर्छौँ हामी। सेवा भनेको चाहिँ हामी मुखले मात्र होइन है। हाम्रो इसाईहरू धेरैजना सेवा गर्छु भन्छ है। अनि याकुबको वचनले के भन्छ भन्नुहोस् त, हामीलाई याकुबको वचनले के भन्छ, भोको मान्छेलाई भेट्छ अरे, नाङ्गो मान्छेलाई भेट्छ अरे, राम्रोसँग खाऊ है, राम्रो लाऊ है जाडोमा भनेर हामी आश्वासन मात्र दिन्छौँ है। त्यसो गर्दा फेरि याकुबको वचनले भन्छ हाम्रो काम अनुसारको विश्वास अनुसारको काम पनि हुनुपर्छ। आमेन। यदि काम छैन भने चाहिँ है, हाम्रो जीवनमा काम छैन भने, प्रेम छैन, सेवा छैन भने हाम्रो जीवन व्यर्थ हुनेछ। अथवा त्यो के भनेको छ भन्दाखेरि मरे तुल्य व्यक्ति हो है। एउटा मैले कुन वचनमा चाहिँ राम्रो एउटा कुन बाइबलमा हेर्दै थिएँ है, मरे तुल्य अथवा एउटा लास जस्तो अरे। त्यसैले गर्दाखेरि हाम्रो जीवनमा अब काम पनि हुनु पर्दछ। हामी अर्को कुरा के छ भन्दाखेरि अब है हामीले सेवा गर्नुपर्छ, प्रेम गर्नुपर्छ। अर्को कुरा के छ भन्दा हामी यदि ख्रीष्टमा बदलेका व्यक्तिहरू हौँ भने अब हामीले क्षमा पनि दिनुपर्छ। आमेन। आमेन। क्षमा दिनु भनेको सानो कुराहरू होइन। तपाईलाई हिजो चोट पुर्याएको व्यक्तिहरू हुन्छ है, तपाईलाई छिनछिनमा तपाईको जीवनमा पुर्याएको चोटहरू छ, शरीरमा आत्मामा भएको चोटहरू तपाईले क्षमा दिनु हामीले सक्नु पर्दछ। जो तपाईँले सक्दैन क्षमा दिनको निम्ति, जब तपाईले उसलाई क्षमा दिनुहुन्छ नि है, तपाईको जीवन यति आनन्दित हुन्छ, आनन्द लाग्छ। तपाईलाई कसैलाई तपाईले आजसम्म यो समयसम्म मण्डली परिवारले कतिजनाले क्षमा दिन सकेका छैनौ भने तपाईहरुले क्षमा दिनुहोस्। तपाई हाम्रो जीवनमा हुन्छ। यहाँहरूलाई पनि स्वागत भन्न चाहन्छु आजको हाम्रो साँझको समयको सेवाकाईमा निम्ति है। हामी एउटा परमेश्वरको धर्मशास्त्र बाइबलबाट एकदम नजिकतामा गइरहेका छौँ। अब विषय हामी के छौँ भन्दा क्षमा दिनु सिकाउँदछ हामी। यदि ख्रिस्ट हौँ भने, यदि हामी क्रिस्चियन हौँ भने है, अथवा हामीलाई बाइबलले भन्छ ख्रिस्ट यीशुलाई पछ्याउने व्यक्तिहरूलाई क्रिस्चियन भनिन्छ, अथवा उहाँ जस्तै हामी शिक्षामा अगाडि बढ्ने व्यक्तिहरूलाई क्रिस्चियन भनिन्छ, उहाँको अनुयायीहरूलाई क्रिस्चियन भनिन्छ है। अब हो भने अब के गर्नु पर्यो भने क्षमा दिनु पर्यो। यीशु ख्रिस्ट पनि जब सबैले उहाँलाई क्रुसमा टाँगिएको अवस्थामा है, क्रुसमा टाँगिएको बेलामा हिर्काएको व्यक्तिहरू सबैलाई ए प्रभु यिनीहरू केही जान्दैन, यिनीहरूलाई क्षमा दिनुहोस्। Yes, glory to God. त्यो हृदय हामीमा ख्रिस्टमा हुनु पर्यो। यदि तपाईलाई कसैले चित्त दुखाएको छ, तपाईलाई गाली गरेको छ, तपाईलाई अपशब्द बोलाएको छ, तपाईलाई समाजमा हरेक कुराहरूमा छ भने त्यो व्यक्तिहरूलाई हामीले क्षमा दिनु पर्ने हुन्छ। मैले पनि मेरो जीवनमा एकजना साथीसँग झगडा भएको थियो। जब मैले यो वचन पढ्दै गएँ मेरो आँखा खोलियो, तब मैले उसलाई भेटेर क्षमा दिन्छु अनि अथवा त्यही अवस्थामा फोन नभएको अवस्थामा मैले के भने त्यहीँ पढ्दै गर्दा म त्यो व्यक्तिलाई क्षमा दिन्छु। त्यो व्यक्तिलाई जब म भेट्छु अँगालो मारेर त्यो व्यक्तिलाई क्षमा माग्छु भनेर मैले विचार गरेँ है। तर त्यो व्यक्तिलाई मैले भेटिनँ है, तर उसको परिवार आज सबै ख्रिस्टमा छ। आमेन। हामीले सबै नम्बर 1 हामीले हृदयदेखि क्षमा दिनु पर्दछ है। हाम्रो मुखले मात्र होइन तर ख्रिस्ट यीशुले जसरी हाम्रो जीवनमा क्षमा दिनु भएको छ, हामी प्रत्येकले क्षमा दिने हृदय हाम्रो जीवनमा हुनु पर्दछ। यो चाहिँ केले हुन्छ भन्दा ख्रिस्ट हाम्रो भित्र प्रवेश गरिएको छ भने है। त्यसै गर्दा हामीले दिन प्रतिदिन क्षमा दिने व्यक्तिहरू बन्नु पर्दछ। हामी ख्रिस्टमा छौँ भने, क्रिस्चियन हौँ भने अथवा बाइबल पढ्छौँ भने हामी चाहिँ गर्नु पर्दछ। त्यसै कारणले गर्दाखेरि म एउटा उदाहरण भन्न चाहन्छु र अगाडि बढ्न चाहन्छु। के भन्छन्, एउटा परिवार सुखी परिवार हुन्छ नि होइन। अहिले त प्राय एउटा छोरा एउटा छोरी हुन्छ अनि श्रीमान श्रीमती 4 जनाको परिवार रहेछ अरे। 4 जनाको परिवार चाहिँ घुम्नको निम्ति उनीहरू मरुभूमिमा निस्केछ
है मरुभूमिमा घुम्दै जाँदा रमाइलो लाग्यो, अगाडि बढ्यो, घुम्दै गयो, उनीहरू हराएछ बेलुकासम्म। अब कता जाने अत्तो पत्तो नभएको कारणले गर्दाखेरि उनीहरूले एउटा बस्नको निम्ति घर भेटेछ, पौवा भेटेछ, त्यहाँभित्र बसेछ। बेलुका जाडो मौसममा भएको कारणले गर्दा त्यहाँभित्र चाहिँ एउटै प्रकारको किताबहरू राखेको रहेछ अरे, फोटोकपी गरेर है, थुप्रो बोरी राखेको रहेछ अरे। अनि अब के गर्ने, जाडो छ, खानको निम्ति केही पनि छैन। सबैभन्दा चिन्ता कसलाई हुन्छ? श्रीमानलाई हुन्छ नि त, आमालाई भन्दा पनि श्रीमानलाई हुन्छ है। अनि मात्र श्रीमतीलाई हुन्छ कि अब के गर्ने कसो भन्ने, तर चिन्ता चाहिँ सबैभन्दा ठुलो चाहिँ श्रीमानलाई हुन्छ है। घर कसरी चलाउने, के गर्ने भन्ने कुराहरू, कहाँबाट ल्याउने भन्ने कुरा श्रीमानलाई चिन्ता भएछ है। आमालाई छँदैछ तर श्रीमानलाई हुन्छ नि त, हो भन्नुहोस् त है। अनि कसरी व्यवहार मिलाउने, के गर्ने। अनि त्यस पछाडि अब जाडो भयो है, सबै कुराहरू छैन, अब खानको निम्ति केही पनि छैन। अनि एउटा विचार गरेछ, अब यो किताबलाई जलाउने अनि आगो तापेर यो रात कटाउने। अनि श्रीमानले, पिताले त्यो किताब निकालेर त्यो चुलामा एउटा आगो बाल्दै ताप्दै गरेछ त्यो रात। नानीहरू बिस्तारो नानीहरू सुते, अनि श्रीमती पनि ढल्के। श्रीमानलाई निन्द्रा लाग्दैन, आजको रात कटियो है। अनि भोलि त हुन्छ, कता जाने त्यो मरुभूमिमा, भोलि पनि त्यो भयो। अनि भोलि हुँदै गर्दाखेरि कता जाने बाटो थाहा भएन। अनि फेरि त्यही किताब निकाली आयो, 3 दिन 4 दिन भएछ त्यही भूमिमा हराएको। अब कहाँ जाने केही छैन। अन्तिम एउटा किताब रहेछ। अनि सबै बिरामी अवस्थामा छ, छोराछोरी, श्रीमती पनि भोकको छ, केही छैन। अन्तिम एउटा किताब रहेछ अरे, यो किताब चाहिँ जलाउँदिन, यो अन्तिम पढेर हेर्छु भनेर एउटा कुनामा गएर त्यो श्रीमानले किताब पल्टाउँदै गएछ। अनि त्यो किताबमा चाहिँ लेखेको रहेछ अरे, पहिलोमा चाहिँ कसरी उपचार गरिन्छ। अनि टक्कै पढिसकेपछि अनि त्यो उपचार गर्ने विधिहरू सिकेर सबै छोराछोरी श्रीमतीलाई जाति गरेछ अरे। अनि दोस्रो कुरा चाहिँ के लेखेको रहेछ अरे भन्दाखेरि, खानको निम्ति के प्रावधान हुन्छ, कसरी मिल्छ भन्ने कुराहरू त्यो किताबमा लेखेको रहेछ अरे। अनि खानेकुराहरू पनि जुटेछ, सबैले खाएछ। अनि तेस्रो कुरा चाहिँ के लेखेको रहेछ भन्दाखेरि, यहाँबाट कसरी जाने, आफ्नो घरतर्फ, आफ्नो सहर निस्किने त्यो कुराहरू चाहिँ तारालाई हेरेर निस्किनु पर्ने कुराहरू, सबै कुराहरू लेखेको रहेछ अरे। कुन बेला कसरी निस्किनु पर्ने यो जग्गाबाट भन्ने कुराहरू लेखेको रहेछ अरे। अन्तिममा चौथो कुरा चाहिँ के लेखेको रहेछ भन्दाखेरि, खजाना है, बहुमूल्य खजाना चाहिँ कहाँ राखेको छ, त्यहाँ खजाना चाहिँ कसरी झिकेर ल्याउन सकिन्छ भन्ने कुरा त्यो किताबमा लेखेको रहेछ, 4वटा एउटा ठुलो बुकमा। अनि जब त्यो सबै कुराहरू पढेर उसले सबै कुराहरू प्राप्त गरेर सहरमा गएर परिवार सुखीको साथमा बसिराख्दाखेरि सबैभन्दा मिठो बोल्ने र सोधिहाल्ने को हुन्छ भन्नुहोस् त परिवारमा? आमा र छोरी हुन्छ नि है। छोरीले चाहिँ सोधेछ अरे बाबालाई है, छोराले सोध्दैन, हतपत आफ्नै दुनियाँमा छोरीले सोध्छ क्या, कसरी धनी भयो हामी बाबा, हामी त्यो व्यवस्थामा थियौँ, म बिरामीमा थिएँ है, भाइ पनि बिरामी थियो, आमा पनि बिरामी हुनुहुन्थ्यो, हामी त्यो अवस्थामा थियौँ, भोकै थियौँ, कसरी तपाईँले त्यो कुराहरू निकाल्नु भयो, कसरी हामीलाई आज यो धनी बनाउनु भयो भनेर बाउलाई छोरीले सोधेछ अरे। अनि बाउले त्यति बेला भनेछ, जब अन्तिम अवस्थामा एउटा किताब मात्र थियो, अनि त्यो दिन अन्तिम रात थियो, अन्तिम तातो अनि अन्तिम चिसो थियो। यदि त्यो किताब मैले जलाएको भए अन्तिम तातो हुन्थ्यो, अनि केही समय पछाडि हामी प्रत्येक सेलाइन्थ्यो। तर मैले त्यो किताब कुनामा बसेर जब पढेँ अनि सबै कुराहरू मैले थाहा पाएँ, अनि त्यो किताबको कारणले गर्दाखेरि आज हामी यो अवस्थामा छौँ भनेर छोरीलाई बताएछ बाबाले है। यदि त्यो किताब मैले नपढेको भए हामी आज यो संसारमा रहने थिएनौँ, हामी सबैजना कुन दुनियाँमा जान्थ्यौँ भनेर बताएछ। अनि त्यो किताब चाहिँ के रहेछ भन्दाखेरि बाइबल रहेछ। Praise God. Praise the Lord. Praise God. त्यो किताब चाहिँ बाइबल हो, जसमा बाइबलमा चाहिँ हाम्रो जीवनको सबै कुराहरू छ। बिरामीलाई औषधिको निम्ति यो छ है, यो खानको निम्ति खोराकिलो आत्मिक खोराकहरू छ, उत्साहको निम्ति जीवन छ, यसमा हरेक कुराहरू छ। यदि हामीले बाइबल अध्ययन गर्यौँ भने हाम्रो जीवनमा सबै कुराहरू खोलिँदछ। त्यसैले गर्दा त्यो एउटा आशिष चाहिँ के हो भन्दाखेरि
क्षमा हो है। हामी इसाई भइसकेपछि क्षमा दिन सक्नु पर्दछ, किनभने यसो के अरे दाहिने गालामा हिर्कायो भने देब्रे गालामा पनि थाप्नु पर्ने शक्ति हामीमा हुनु पर्दछ है। त्यसै कारणले गर्दाखेरि हाम्रो जीवन चाहिँ जब हामी बाइबल पढ्छौँ, बाइबल अध्ययन गर्छौँ भने यो कुराहरू सबै कुराहरू हामी बाइबलबाट भेट्छौँ है। अनि त्यसै कारणले गर्दा यो बाइबल चाहिँ आज विश्वमा सबैभन्दा धेरै बिक्री हुने र विश्वमा सबै व्यक्तिहरूले पढ्ने र प्राय सबै धेरै भाषामा लेखिएको पुस्तक नै बाइबल हो है। त्यसै कारणले गर्दा यसलाई अध्ययन गर्यौँ भने, हाम्रो बाइबल पढ्यौँ भने हाम्रो जीवन छ, हाम्रो निम्ति उपचार गर्ने औषधि छ है। हामी धन्यवाद हुने, आशिष हुने व्यक्तिहरू छौँ। अब अर्को कुरा के छ भन्दाखेरि हामीले यदि हामी बाइबल पढ्ने व्यक्तिहरू हौँ भने, यदि हामी ख्रिस्टलाई पछ्याउने व्यक्तिहरू हौँ, हामी आशिष दिने व्यक्तिहरू हुनु पर्दछ। आमेन आमेन। हामी आशिष बोल्ने व्यक्तिहरू हुनुपर्छ। तपाईँलाई गाली गर्ने व्यक्तिलाई पनि तपाईँले धन्यवाद भन्न सक्नुपर्ने हुन्छ है। तपाईँको है अब भनौँ न सिमाना खन्दै गर्दा, सिमाना भत्काइदिँदै गर्दा पनि त्यति बेला तपाईँले भन्नु सक्नुपर्छ कि धन्यवाद त हो है। संसारको थोकहरू केही समयको निम्ति मात्र हो है। त्यसैले गर्दा प्रभुले आज त्यो भन्दा धेरै दिनुहुन्छ। हामी क्षमा दिने, आशिष दिने व्यक्तिहरू हुनु पर्दछ। खास्टो खोज्दै गर्दाखेरि एउटा खास्टो मात्र होइन, अर्को पनि दिने व्यक्तिहरू हुनु पर्दछ। हामी ख्रिस्टमा हौँ भने, अब हामी किन ख्रिस्टमा, किन प्रभुको निम्ति त्यति साह्रो हुन्छौँ भनेर किन जिउँछौँ पर्छ भन्दाखेरि चाहिँ उहाँले हाम्रो निम्ति प्राण दिनुभएको छ। उहाँले हाम्रो निम्ति प्राण दिनुभएको छ। दोस्रो कोरिन्थी 5:15मा हेर्नु भने अब जिउने तिनीहरू अबदेखि आफैका निम्ति होइन तर उहाँको निम्ति जिउनु पर्दछ। अब हामी जिउने चाहिँ हामी होइन तर उहाँ चाहिँ हामीमा जिउनु पर्दछ। कारण त्यो त्यस कारणले गर्दाखेरि हामी चाहिँ अब क्रुसमा टाँगिएको हाम्रो जीवनहरू हाम्रो निम्ति अब त्यो चाहिँ कर्तव्य बन्दछ। हामी प्रेम दिने है, आशिष बोल्ने व्यक्तिहरू, क्षमा दिने व्यक्तिहरू है हामीले बन्ने व्यक्तिहरू हामी हौ। त्यस कारणले गर्दाखेरि अब हाम्रो जीवन चाहिँ कारण किन भन्दाखेरि हामी सबैजना अस्थायी हौ। यहाँ थाई कोही पनि छैन संसारमा है, कोही छैनौ थाई, कोही छैनौ, हामी सबैजना अस्थायी हौ। यहाँ केवल केही समयको निम्ति मात्र हो। यहाँनिर हामीलाई संसारमा रहनको निम्ति केही कुराहरू दिएको छ, त्यसमा भुल्नको निम्ति मात्र हो। त्यसैले गर्दा अस्थायी रूपमा छौँ भने हामी किन क्षमा नदिने त, किन प्रेम नगर्ने त, किन हामी आशिष नदिने त है। हामी हाम्रो जीवनबाट चाहिँ आशिषहरू बोक्नु पर्दछ। अघि मैले दिउँसो मात्र बोल्दै थिएँ है, नानीको बाउ, नानीको आमा, बाजे बोजूलाई सबलाई अगाडि राखेर यो नानीलाई के गर्ने त, अब आशिष दिने कि श्राप्ने कि यो नानीलाई होइन हरेक कुरामा भुलाउने कि भन्ने कुराहरू गर्दै थिएँ है। त्यसै गर्दा मैले एउटै कुरा भने ती नानीहरूलाई अब परिवारले गन्ती 6:24-25-26 पद अनुसार सधैँ प्रार्थना गर्नु भनेको छु। कारण के छ भन्दाखेरि त्यहाँनिर चाहिँ प्रभुको मुहारहरू चाहिँ यस नानी जीवनमा चम्कोस्, प्रभुको हरेक कुराहरू आशिषहरू यस छोरीको जीवनमा, छोराको जीवनमा चम्कोस्। हामी आशिष दिने व्यक्तिहरू हुनु पर्दछ। हाम्रो समाज कस्तो छ भन्दाखेरि है, उपनामहरू दिने, अनि गाली गर्ने है, अनि सराप्ने होइन, हरेक कुराहरू बताउने व्यक्तिहरू हुनु हुँदैन। हाम्रो जीवन चाहिँ परिवर्तनको जीवन व्यक्तिहरू हुनु पर्दछ। हाम्रो जीवनबाट चाहिँ आशिष बग्ने व्यक्तिहरू हुनु पर्दछ। हाम्रो जीवनबाट चाहिँ किन भन्दाखेरि हामी चाहिँ केही छिनको निम्ति मात्र हो, आज कि त भोलि हो होइन। भोलि कसैले देखेको छैन, आजै हो है, भोलि हामी कसैले देखेको छैन। त्यसै कारणले गर्दा हाम्रो छोटो समयको निम्ति छौँ। त्यसै कारणले गर्दा हामी चाहिँ के हो भन्दाखेरि हाम्रो जीवन चाहिँ बाप जस्तै हो है। हाम्रो जीवन चाहिँ बाप जस्तै हो। याकोबको वचन 4:14 भने अनुसार हाम्रो जीवन चाहिँ बाप मात्र हो, एकछिनमा आउँछ एकछिनमा हराउँछ, देखिँदैन है। त्यसै कारणले गर्दा हामी किन त झगडा गर्ने, किन हरेक कुराहरूमा अड्किराख्ने भनेर हामीलाई पाउँदछौँ। अब हामीले यो गरे बापत चाहिँ स्वर्गमा हाम्रो निम्ति इनाम छ। संसारमा त हाम्रो निम्ति केही पनि हुँदैन, तर के अरे स्वर्गमा चाहिँ हाम्रो इनाम छ। त्यसको कारणले गर्दा हामी क्षमा दिने, आशिष दिने होइन, हरेक कुराहरू हामी प्रेम गर्ने व्यक्तिहरू हुनु पर्दछ है। त्यसै कारणले गर्दाखेरि अब हामीले प्रभुमा कसरी जिउनु पर्छ भन्दाखेरि हाम्रो दैनिकी प्रार्थनाको जीवन हुनु पर्यो पहिलो नम्बर। दोस्रो अघि मैले भने हाम्रो वचन अध्ययन गर्ने बानी हुनु पर्यो। तेस्रो कुरा हाम्रो आज्ञाकारिता हुनु पर्यो। चौथो कुरा हामीले सुसमाचार प्रचार गर्नुपर्छ यसो ख्रिस्टको निम्ति। अनि अर्को नम्बर 5औं नम्बर चाहिँ हामीले हाम्रो 5औं नम्बर चाहिँ इम्पोर्टेन्ट, अझै इम्पोर्टेन्ट छ कि हाम्रो कठिनाइमा पनि हाम्रो विश्वासलाई डगमगाउने व्यक्तिहरू हामी हुनु पर्दछ। आमेन आमेन। त्यस कारणले गर्दाखेरि
हामी संसारको होइनौ भन्नु मिल्छ होला। त्यसै कारणले गर्दा हामी निस्वार्थको साथमा परमेश्वरमा अगाडि बढ्ने व्यक्तिहरू हुनु पर्दछ। परमेश्वरले हाम्रो जिउने बोलाइ र प्रभुको जीवनबाट हामीलाई प्रशस्त मात्रा आशिष दिनुहुनेछ। साँझको समयमा मण्डली परिवारलाई एउटा कुराको निर्णय गर्न निम्ति म उत्साह दिन्छ कि अबदेखिको जीवन चाहिँ तपाईँको निम्ति हो भन्ने निर्णय गर्नुपर्ने। साँझको समयमा हामी प्रत्येकले यो जीवन चाहिँ मेरो निम्ति हो, मेरो निम्ति होइन, तर अब यो चाहिँ ख्रिस्टको निम्ति हो भन्ने निर्णय गर्नेछौँ हामी। आमेन। हुन्छ, धन्यवाद। प्रभुले हाम्रो जीवनमा प्रशस्त मात्रामा यो आशिष दिउन्। बाँकी समय आदरणीय हाम्रो भाइ सन्देशलाई जिम्मेवारी